चाउमिन बनाऊँ है। सबैभन्दा पहिला चाउमिन उमालौँ अनि त्यसपछि गाजर काट्दैछु, प्याज, गाजर अनि क्याप्सिकम, त्यसपछि क्याबेजहरू, टमाटर यो सबै काटिसकेँ र चाउमिन एकातिर उम्लिसक्यो। अनि यसलाई पानीमा तारेँ। अनि त्यसपछि यता बच्चाहरूलाई पनि दुध दिएँ। बच्चाहरू दुध खाँदै मजाले ट्याब्लेटमा कार्टुन हेरिरहेका छन्। अनि मैले पनि त्यही बेला पानी खाएँ। त्यसपछि लो लागौँ क्याबेजलाई पनि हल्का अब काटौँ अघिको जस्तै गरी। क्याबेज काटिसकेपछि सबै तरकारी तयार छ मेरो। तपाईँले हेर्न सक्नुहुन्छ। अनि एउटा प्यानमा मजाले मैले चाहिँ घिउ हालेँ अनि अन्डा त्यसमा फ्राई गरेँ होइन। अनि सरसर त्यसपछि चलाएर अनि भुजिया टाइपको बनाएँ होइन। अनि त्यो भुजिया बनाइसकेपछि त्यसलाई पनि साइडमा हालेँ। अनि त्यसपछि फेरि त्यसमा अलिकति घिउ थपेँ अनि त्यसमा अघि भएको काटेको प्याज मैले हालेँ होइन। प्याज हालिसकेपछि अनि त्यसले हल्का नरम हुने तरिकाले अनि पाक्न दिने अनि त्यसलाई हल्का सर चलाउने होइन। अनि चलाइसकेपछि जब त्यो नरम हुन्छ अनि त्यसपछि मैले त्यसमा गाजर पनि हालेँ। गाजर हालिसकेपछि त्यसलाई पनि हल्का एकछिन पाक्न दिने। अनि त्यसको साथसाथै मैले क्याप्सिकम हालेँ। अनि क्याप्सिकम हालिसकेपछि फेरि सर चलाउने। अनि टमाटर पनि हालेँ। टमाटर हालिसकेपछि ती सबै भेजिटेबल्सलाई सर एकछिन पाक्न दिने। त्यसपछि अनि पाक्न दिइसकेपछि फेरि निकालिसकेपछि हेर्न सक्नुहुन्छ कति राम्रो देखेको छ होइन त। अनि त्यसलाई हल्का एकछिन चलाउनुहोस्। अनि चलाइसकेपछि त्यो नरम हुन्छ। अनि नरम भएपछि कति राम्रो देखिरहेको छ होइन त। पाक्न लागिसक्यो भनौँ अब लगभग पाकिसक्यो। मलाई चाहिँ अलिक पाकेको मनपर्छ। मान्छेलाई हरेकलाई डिफ्रेन्ट हुन्छ। अनि मैले त्यसमा क्याबेज पनि हालिदिएँ। अनि बन्दाकोपी हालेपछि त झनै कति राम्रो देखेको आहा हेल्दी होइन। अनि त्यसमा मैले हल्का एक प्याकेट त्यसपछि चिल्ली फ्लेक्स हालिदिएँ। अनि त्यसमा पनि मैले अलिकति ओरिग्यानो हालिदिएँ। अनि त्यसलाई सरसर चलाएँ। त्यसमै फेरि म्यागी मसला हालिदिएँ। यसको चाहिँ मेरो लागि चाहिँ मेन पोइन्ट म्यागी मसला हो है। अनि त्यसमा मैले यहाँ त अनि अलिकति सोया सस पनि हालेको थिएँ। अनि अलिकति भिनेगर पनि हालेको थिएँ। अनि त्यसपछि सरसर चलाउने। अनि तपाईँले देख्दै हुनुहुन्छ मैले घरमा बनाएको चाउमिन, भेज चाउमिन भनौँ, भेज चाउमिन त नभनौँ। अनि आफ्नै होममेड हेल्दी चाउमिन बनाएँ र त्यो चाउमिन अब रेडी छ। अनि प्लेटमा हालेँ। अनि राम्रोसँग त सजाउन आउँदैन। अनि त्यसपछि त्यसमा मैले अलिकति धनियाँ छर्किदिएँ। अनि धनियाँको साथसाथै अघि बनाएको अन्डा पनि मैले हालिदिएँ। मलाई अन्डा एकदमै मनपर्छ। अनि मैले अन्डा हालेँ। अनि त्यसपछि त के छ र, त्यसपछि त यो चाउमिन त खानलाई रेडी छ विथ केचप। आई प्रिफर केचप। अनि मेरो बाबुहरूलाई पनि अनि मैले दिएँ। अनि उनीहरू पनि एकदमै खुसी भएर अनि त्यो चाउमिन चाहिँ अनि खाँदैछ होइन। अनि यति हो। थ्याङ्क यू।